स्वागत छ तपाईँलाई इन्भेस्ट नेपालको युट्युब च्यानलमा। आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। यो हप्तामा हेर्ने हो भने सबैभन्दा धेरै घटेका कम्पनीहरूमा हामीले जेनरली अलिकति बढी सेलिङ प्रेसर चाहिँ केकेएससी जुन चाहिँ खानीखोला हाइड्रो पावर लिमिटेडमा चाहिँ हामीले देख्न सक्छौँ र यसको आज हामी टेक्निकल एनालाइसिसबाट गर्छौँ। यो किन यस्तो झरिरहेछ, कुन ठाउँबाट झरेको र यसले बाउन्स ब्याक गर्यो भने कुन ठाउँबाट माथि जाने सम्भावना छ त भन्ने कुराहरू चाहिँ मैले आज यस भिडियो मार्फत चाहिँ बुझाउने कोसिस गर्नेछु। यो भिडियोलाई चाहिँ हजुरहरूले अन्तिमसम्म हेर्नु होला। यो स्क्रिनमा देखेको चार्ट खानीखोला हाइड्रो पावर कम्पनी लिमिटेडको हो, जुनलाई हामीले केकेएससी पनि भनेर भन्छौँ। यो हाइड्रो पावर सेक्टरको वान अफ द हाइड्रो पावर कम्पनी हो। अब यो कम्पनीको कुरा गर्ने हो भने यसले अल टाइम हाई एराउन्ड पनि 2021 अगस्त 18तिर गरेको थियो र त्यसपछि अल टाइम हाईले बिट गर्न आएको भनेको यो रेन्जमा चाहिँ त्यसको वरिपरि जुलाई 17 2025मा चाहिँ आएको थियो। तर ठ्याक्कै अल टाइम हाईको वरिपरि भएर नि बजार के भयो, यहाँबाट चाहिँ झऱ्यो, एकदमै स्ट्रङ डाउनफल भयो। त्यसपछि फेरि पनि बजारले फेरि यो रेन्जमा आयो, जुन चाहिँ फेब्रुअरी 12 2026मा चाहिँ आएको थियो। तर यो रेन्जमा भएको लिक्विडिटीलाई यसले स्विप गरेर फेरि पनि बजारले करेक्सन लियो भनेको यो अल टाइम हाईलाई यसले ब्रेक गर्न सकेन। फेरि पनि बजारले योभन्दा माथि जान खोज्यो, तर पनि यो पहिलो जसरी यसले पहिला लिक्विडिटी स्विप गरेको थियो त्यसरी नै यसले बाइसाइड लिक्विडिटीलाई पनि स्विप गरेर एउटा स्ट्रङ बियरिश क्यान्डल बनाएर भोल्युमलाई पनि हेर्ने भने एकदमै स्ट्रङ शार्पेस्ट भोल्युम आएको छ। हेर्नु त, यहाँ एकदमै ठुलो ठुलो रेड क्यान्डल भोल्युम चाहिँ आएको छ। भन्नुको अर्थ यो रेन्जमा एकदमै बढी सेलिङ भएको छ भन्ने कुरा जनाएको थियो र बजार फेरि पनि करेक्सन लियो। बजारले करेक्सन लिएर फेरि पनि बजार माथि जाला जस्तो गरेको थियो। तर ठ्याक्कै जहाँबाट बजार पहिलाको अल टाइम हाई पुगेको थियो यो रेन्ज भनेको एराउन्ड पनि 341 तिर पुगेको थियो र बजारले फेरि पनि यो रेन्जमा आयो, तर पनि क्यान्डलले क्लोजिङ मात्र दिन सकेन। हेर्नु त, क्यान्डलले चाहिँ माथि क्लोजिङ दिन नसक्दै गर्दाखेरि क्यान्डल तल नै क्लोजिङ गर्यो र फेरि पनि अर्कोचोटि नेक्स्ट टाइम ट्राई गर्यो। हजुरले यो दिन चाहिँ गर्नु भएको भए यो लास्ट मिनेटमा चाहिँ पुलअप हानेको हो। यो बजारले माथि जान खोजेको जस्तो देखिन्छ, तर यो लास्ट मिनेटमा चाहिँ म्यानिपुलेसन भएको हो। यो क्यान्डल चाहिँ लास्ट मिनेटमा सर्किट हानेको हो, जुन चाहिँ यो 10% बढेको छ। अनि नेक्स्ट डे के भयो त भन्दाखेरि चाहिँ यहाँ ग्रेभस्टोन डोजी टाइपको, हेर्नु त, ग्रेभस्टोन डोजी टाइपको बनेको छ। तर यहाँ हजुरले राम्रोसँग ख्याल गर्नुहुन्छ भने यो रेन्जको बाई साइडको लिक्विडिटी पनि यसले हन्ट गरिसकेको छ। हेर्नु त, मैले हजुरहरूलाई यहाँ जुम गराएर पनि देखाउन सक्छु। हेर्नु त, यो रेन्जको यसले लिक्विडिटी माथि जाला जस्तो गर्यो। मान्छेहरूले ब्रेकआउट ट्रेडरले के सोचे भन्दाखेरि यो रेन्जभन्दा माथि जाने भयो, ओपनिङ माथि भयो, बजार त माथि नै जाने भयो भनेर मान्छेहरू इन्ट्री गरे। तर हेर्नु त के भयो, लास्टमा क्लोजिङ गर्ने बेलामा चाहिँ तलै आएर क्लोजिङ भयो। जहाँबाट ओपनिङ हल्का ओपनिङ भएको थियो त्यहीबाट नै के भयो, क्लोजिङ वरिपरि नै भयो र ग्रेभस्टोन डोजी टाइप यो आफैमा सबैभन्दा स्ट्रङ्गेस्ट बियरिश क्यान्डलस्टिक पनि हो। नेक्स्ट डे यसले के गर्यो भन्दाखेरि एकदमै स्ट्रङ्गेस्ट बियरिश, हेर्नु त, बियरिश माराबुजु टाइपको क्यान्डल फर्मेसन गर्यो। हेर्नु त, बेरिस माराबुजु भन्ने गर्दा स्वाट्टै बजार झर्दियो। बजार झर्ने बित्तिकै के भयो, त्यसपछि बजार लगातार झरेको छ भनेको अर्थ यो हप्तामा सबैभन्दा बढी धेरै झरेको स्टकमा चाहिँ केकेएससी परेको छ र टेक्निकल पोइन्ट अफ भ्यूबाट पनि यसले भ्यालिड पनि गर्छ। हेर्नु त, यो रेन्जलाई यसले बारम्बार क्लोज गर्न खोजेको, सकेन। फेरि पनि यहाँ क्लोज गर्न खोज्यो, सकेन। सेलिङ प्रेसर आयो, अर्को पनि खोज्यो, तर सकेन। सेलिङ प्रेसर एकदमै हेभी छ भन्नुको अर्थ बजारमा एकदमै बढी सेलिङ प्रेसर आएको छ भन्ने कुरा जनायो। र अहिले पनि हेर्ने हो भने एकदमै स्ट्रङ डाउनफल होला जस्तो देखेको छ। भोल्युम एकदमै शार्प राइज भएको कारणले गर्दा यो जुन यो क्यान्डलको डाउनफल छ, अब यसरी नै बजार झर्दै गयो र एकदमै स्ट्रङ्गेस्ट सपोर्ट जोनमा आयो भने जुन चाहिँ हामीले विकली टाइम फ्रेममा हेर्ने हो भने सबैभन्दा स्ट्रङ्गेस्ट डिमान्ड जोन भनेको चाहिँ यो रेन्जतिर चाहिँ हुनसक्छ। भन्नुको अर्थ अहिलेसम्मको सपोर्ट जोन भनेको यो रेन्ज नै हुन्छ है। यो रेन्जतिर हुनसक्छ, जुन चाहिँ यहाँबाट पहिला प्रिभियसली गइसकेको थियो भने चाहिँ यो रेन्जको यसले लिक्विडिटी लिएर यो रेन्जतिर आएर यदि बुलिस क्यान्डलस्टिक बनायो भने मात्रै बजार माथि जान सक्छ, नत्र एकदमै स्ट्रङ डाउनफल देखिएको छ बजार चाहिँ। र ओभरअल भोल्युमले पनि त्यो कुरालाई भ्यालिड गर्छ। हेर्नु त, प्राइस योभन्दा यो माथि गएको छ, तर भोल्युम भने पहिलाको भन्दा के तल भएको छ भने चाहिँ यसमा पनि भोल्युम डाइभर्जेन्सहरू देखिरहेको छ। त्यसै गरी हामीले आरएसआईबाट पनि कन्फर्म गर्न सक्छौँ। यसलाई आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्सबाट पनि चेक गर्ने भने यहाँ हेर्नु त एक किसिमको डाइभर्जेन्स भ्यालिड भइसकेको छ। यसलाई भन्छ बियरिश डाइभर्जेन्स। हेर्नु त, प्राइसले माथि माथि गएको छ, जुन चाहिँ मैले अहिले ब्लू कलरले इन्डिकेसन गरेँ। प्राइस भनेको क्लोजिङको आधारमा हेर्ने भने यो रेन्जबाट यहाँसम्म जाँदै गर्दा माथि क्लोजिङ दिएको छ। तर हेर्नु त, हामीले यो रेन्जमा हेर्ने भने आरएसआईलाई चेक गर्ने भने पहिलाको रेन्जभन्दा तल गएको छ भनेको यो जुन यो बढाइ छ अल टाइम हाईतिर पुग्दै गर्दा यस्तो किसिमको डाइभर्जेन्स देख्यो भने म्याक्सिमम टाइम बजारले करेक्सन लिन सक्छ है भनेर भन्छ। हेर्नु है, यो कुरा यसले यही नै भ्यालिड गरिदिइसकेको थियो। यो रेन्जमा यसले पहिले नै भ्यालिड गरिदिइसकेको थियो। हेर्नु त, मैले डेली टाइम फ्रेममा क्यालकुलेट गर्ने हो भने बजारले
बजारले यो रेन्जतिर चाहिँ के भएको छ भन्दाखेरि चाहिँ हेर्नु त डाइभर्जेन्स पहिले नै भ्यालिड भइसक्यो हामीले यो रेन्ज यदि टेक्निकल एनालाइसिस राम्रोसँग बुझेको छ र यदि टेक्निकल एनालाइसिसको आधारमा एक्जिट गर्ने नै हो इन्ट्री गर्ने नै हो भने हामीलाई यो दिन नै यसले एक्जिट गराएको थियो है यो दिन नै एक्जिट गराएको थियो हजुरले कतिको ख्याल गर्नु भएन यो दिनमा एक्जिट गर्न सकिन्थ्यो र हजुरलाई लिक्विडिटीबाट हेर्नुहुन्थ्यो भने त यहाँ त बाइ साइड लिक्विडिटी यसले बारम्बार हन्ट गरिरहेको थियो क्लोजिङ माथि दिन सकिरहेको थिएन यसले पनि सजिलै इन्डिकेसन गरिरहेको थियो कि बजार झर्न सक्छ भनेर है कति धेरै मल्टिपल सिग्नलहरू थियो मान्छेहरूले नबुझ्दै गर्दाखेरि एक्जिट गर्न मिलेन हाम्रो यो टेक्निकल पोइन्ट अफ भ्यूबाट र फन्डामेन्टल हेर्ने हो भने खासै राम्रो एकदमै स्ट्रङ फन्डामेन्टल कम्पनी पनि होइन त्यही भएर यदि लङ टर्म इन्भेस्टिङको लागि हेर्दै हुनुहुन्छ भने सकेसम्म चाहिँ यो स्टकहरूलाई चाहिँ अलिअलि ख्याल गर्नु होला र अलिकति बढी म्यानिपुलेसन भएको स्टक पनि हो लास्ट मिनटमा सर्किट लगाउने फेरि बन्द हुने फेरि नेक्स्ट डे तलबाट ओपनिङ हुने फेरि सर्किट लगाउने भइरहेको कारणले गर्दा यसमा पनि स्ट्रङली म्यानिपुलेसन भइरहेको छ भन्ने कुरा पनि देख्छौँ र हजुरले फ्लोर सिट हेर्नुहुन्छ अथवा हजुरले मार्केट डेप्थमा पनि पहिला ख्याल गर्नु भएको थियो भने एकैचोटि अर्डरहरू 1 लाख अब अर्डर बाई आउने अनि फेरि एकैछिनमा हट्ने गर्थ्यो भनेपछि यसमा सबैभन्दा बढी म्यानिपुलेसन भइरहेछ भन्ने कुरा चाहिँ जनाउँछ अब यस्तो स्टकहरुमा इन्ट्री गर्दै गर्दाखेरि हामीले के कुरा ख्याल गर्नुपर्छ भन्दाखेरि रिस्कको बाटो पनि बढी छ भने रिटर्नको बाटो पनि बढी छ यदि राम्रो ठाउँमा एउटा पर्फेक्ट जोनलाई हामीले फाइन्ड आउट गरेर इन्ट्री गर्न सकेन भने हाम्रो के हुन सक्छ भन्दाखेरि लसेस हुने सम्भावना पनि बढी हुन्छ क्यापिटल एकदमै छिटो सकिन सक्ने सम्भावना पनि बढी हुन्छ तर यदि हामीले राइट मुभलाई क्याप्चर गर्न सक्यो भने हामीले सोचेको भन्दा बढी नाफा आउन पनि सक्छ अब हजुरमा फरक पर्छ हजुरले कुन किसिमको ट्रेड गर्दै हुनुहुन्छ हजुरले कति % रिस्क लिन सक्नुहुन्छ भन्ने कुराहरू र आफ्नो स्ट्राटेजीमा आफ्नो साइकोलोजीमा आफ्नो माइन्डसेटमा पनि फरक पर्ने गर्छ त्यही भएर जहिले पनि एनालाइसिस गर्दै गर्दाखेरि हजुरले सकेसम्म स्टकहरूलाई चाहिँ पर्फेक्टली डिमान्ड जोनमा आएर इन्ट्री गर्नु भने अझै बेस्ट हुन्छ हजुरको रिस्क रिटर्न रेसियो राख्दै गर्दाखेरि जहिले पनि रिस्क भन्दा रिटर्नलाई चाहिँ बढी राख्नु होला र सकेसम्म स्टप लसहरू चाहिँ जहिले पनि सेट गर्नु होला स्टप लस बिना इन्ट्री नगर्नु होला किन भोलिका दिनमा मार्केटले के बिहेभियर देखाउन सक्छ भनेको कसैलाई पनि थाहा हुँदैन र स्टप लस हन्ड्रेड भयो भने एक्जिट गर्नुपर्ने हुन्छ तपाईलाई जुन यो केकेएससी को टेक्निकल एनालाइसिस कस्तो लाग्यो यदि मन पर्यो हामीले भिडियोलाई लाइक गरिदिनु होला र इन्भेस्टर नेपाल च्यानललाई चाहिँ हजुरले सब्स्क्राइब गरिदिनु होला र शेयर बजार सम्बन्धी कोही अपडेट हुनु चाहनुहुन्छ अथवा शेयर बजारको क्लासहरू लिन चाहनुहुन्छ अथवा टेक्निकल क्लासेसहरू फन्डामेन्टल बारेमा बुझ्न चाहनुहुन्छ भने हाम्रो इन्भेस्टर नेपाललाई चाहिँ पेजलाई फलो गर्नु होला किन भन्दा त्यहाँ हामीले रेगुलर बेसिसमा एकदमै बेसिकदेखि एडभान्स टेक्निकल र फन्डामेन्टलको भिडियोहरू अपलोड गर्दै गर्छौँ र अपलोड पनि भइसकेका छन् त्यहाँ गएर पनि हजुरले सजिलै चेकआउट गर्न सक्नुहुन्छ बुझ्न सक्नुहुन्छ आफ्नो नलेजलाई ट्रेडिङ जर्नीलाई अझै राम्रो बनाउन सक्नुहुन्छ भविष्यको सफल ट्रेडिङ होस् भनेर शुभकामना साथै फेरि पनि भेटौँला नेक्स्ट भिडियोमा अहिलेलाई हामी यहाँबाट बिदा हुन्छौँ हस्त नमस्कार